जन्मकुण्डलीमा मांगलिक योग पर्दैमा डिभोर्स हुने र दुई बिहा हुने हुँदैन। लग्नमा मंगल बसेको छ भने दुवैजनाको सँगै बसाइ हुँदैन। बिहेपछि छुट्टै छुट्टै बस्नुपर्ने हुन्छ। माया प्रेम त हुन्छ तर सँगै एकै बसाइ नहुनाले सम्बन्ध बिस्तारै पातलिँदै जान्छ। बिहेपछि आकस्मिक दुर्घटना नि हुन सक्छ र गम्भीर रोगले समात्न सक्छ। विचार भावना पुरै विपरीत हुन थाल्छ र भित्री माया प्रेम कम हुन्छ लग्नमा मंगल बसेको छ भने। चतुर्थ घरमा मंगल बसेको छ भने जीवन साथी सँग धन सम्पत्तिको कारणले समस्या आउन सक्छ। नाता गोता इष्ट मित्र नन्द आमाजु सासु ससुराको कारणले दाम्पत्य जीवनमा समस्या आएको हुन्छ। झै झगडा परिरहन्छ। एक्लै बसौं जस्तो लाग्छ। कहिलेकाहीँ त मरौं जस्तो लाग्छ र या मानसिक समस्या पनि हुन्छ चौथो घरमा मंगल छ भने। सातौं घरमा मंगल परेको छ भने सौतेनी दोष हुन्छ। बहुविवाहको योग हुन्छ। आफ्नो जीवन साथीको बाहिरी सम्बन्ध पनि हुन सक्छ। पछि अन्तिममा डिभोर्स हुन सक्छ र धेरै बिहा हुने हुन्छ र जति विवाह गरे पनि वैवाहिक जीवन नटिक्ने र वैवाहिक जीवनमा राम्रो नहुने हुन्छ सप्तम मंगल बसेको छ भने। आठौं मंगल बसेको छ भने जाँड रक्सी खाने, मुख छाड्ने, धेरै रिसाउने जीवन साथी पर्छ र धनको पनि नाश हुन्छ र सम्बन्ध पनि विनाश हुन्छ। जीवन साथीको अल्पायु योग गराउन सक्छ र माइती इज्जत समाज र सन्तानको लागि मात्रै केही समय सम्बन्ध टिकेको हुन्छ। अष्टम मंगल भएका व्यक्तिहरूको जीवन धेरै लामो चल्दैन। वैवाहिक जीवनमा समस्या बढी आउँछ र द्वादश मंगल बसेको छ भने जीवन साथीहरूसँगै मिलेर त देखावटी बसेका हुन्छन् तर उनीहरूमा भित्री सम्बन्ध के पनि हुँदैन। माया प्रेम कम हुन्छ। उनीहरूले समाजको लागि चाहिँ एकअर्काका माया देखाउँछन् तर जब दुवैजना भेट हुन्छन् एकअर्कालाई दोष लगाउने हुन्छन्। जीवन त चलिराखेको हुन्छ तर उनीहरूमा भित्री सम्बन्ध र माया प्रेम बहुतै कम हुन्छ। एउटै घरमा बसे पनि उनीहरू बुढाबुढीको जस्तो उनीहरूमा सम्बन्ध रहेको हुँदैन। त्यसकारणले द्वादश मंगल भएका व्यक्तिहरूको जीवन चाहिँ चलिराखेको हुन्छ तर बुढाबुढीसँगै हाँस्ने रमाउने घुम्न जाने एक्लै अर्कालाई चाहिँ सपोर्ट गर्ने बहुतै कम हुन्छ। धन सम्पत्ति पैसा दुई चार पैसा दिएको हुन्छ। जिन्दगी चलेको हुन्छ तर बुढाबुढीमा माया प्रेम र हाँसी खुसी बहुतै कम हुन्छ। त्यसकारणले मांगलिक योग पर्दैमा डिभोर्स नै हुने र दुई बिहा नै हुने भन्ने कुरा होइन तर मांगलिक योग पर्दैमा यी समस्या आउँछन् भन्ने चाहिँ छैन। खराब मंगल भयो भने मात्रै यो समस्या आउँछ। मंगल नीचो छ, शत्रुगृह छ, राहु शनि केतु सूर्यसँग बसेको छ र पाप ग्रहको प्रभाव धेरै परेको छ मंगललाई भने मात्रै यी समस्या आउँछन् तर मांगलिक योग पर्दैमा वैवाहिक जीवनमा समस्या आउँछ भन्ने होइन छैन। मांगलिक योग परेका व्यक्तिहरूको पनि जीवन राम्रो चलेको छ। त्यसकारणले अब मांगलिक योग परेर समस्या आएको छ भने त्यसको समाधान के हो र मांगलिक योग भंग योग के हुन्छ र मांगलिक योग पर्दैमा कुन कुन ग्रहले चाहिँ त्यो मांगलिक दोष काट्छ र मांगलिक योग भंग भएको हुन्छ त्यसको बारेमा म अर्को भिडियो ल्याउँछु। पार्ट 2 मा यी कुराहरू गर्नेछु।